फ्रान्सले हान्यो You can see me. चाहिँ बालिन भनेपछि यता के अरे जोन सिना चाहिँ केपी ओली भइसकेको छ। यो केपी र बालेनको फाइनल राउन्ड हो। कोही जित्छ जस्तो छ। के हुन्छ यसो हेर्दा चाहिँ बालेन सरले पड्काउनुहुन्छ जस्तो छ इलेक्सन। Oh my god! अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इन एनदर ब्लग्स। सो आज चाहिँ म ठ्याक्क अहिले च्याप अफिसमा आइहालेँ। यहाँदेखि चाहिँ स्टार्ट गरिरहेको छु ब्लग। सो त्यही हो, कोसँग कुरा भइरहेछ ल निस्सु हेलो भनिदेऊ त मेरो ब्लगमा। गुड मर्निङ आउनु पऱ्यो। सो हाम्रो चाहिँ आज केही प्लान छैन, यत्तिकै हो, यत्तिकै बसिरहेछौँ यहाँ चाहिँ। यिनको चाहिँ काम छ आज यहाँ। लास्ट ट्र्याक अस्ति देखाएको त्यो अझैसम्म भ्याइएको छैन। सो त्यही हो, लेट्स सी हेरौँ के हुन्छ आजको दिन। त यहीँ रहेछन् यार, हेलो भनिदेऊ त यता हेर त। प्र्याङ्क भयौँ न हामी त। सो त्यही आजको के छ प्लान? आजको प्लान अब हामी अब नयाँ स्पट खोज्ने भन्ने छैन। नोम्याडको लागि हाम्रो यसो नोम्याडको सुट हान्नको लागि अब खोज्दैछौँ एउटा नयाँ स्पट। अब टाइगर हाम्रो रिसर्च टिमबाट टाइगरलाई पठाउने जस्तो कुरा भइरहेछ। के छ टाइगर जाने? ओके छ, ओके ल ठिक छ। के छ विनय भनिदेऊ नि त। सब ठिकठाक छ। ए भ्याइसकेछ त पफ त। कति पिस थियो अरे हामीसँग हिजो? पिस थियो हिजो एक दिनमै, अब 3टा पिस मात्र बाँकी छ हामीसँग। ए ल तिम्रो के छ नाम यो पेजको? हाई क्लाउड भन्ने छ हाम्रो चाहिँ। अब म एउटा ओपनिङ गर्छु है। कुन म्याङ्गो गरौँ कि डबल म्याङ्गो गरौँ? म्याङ्गो कस्तो लाग्दैन सिङ्गल ल म्यान? हाई क्लाउडको पफ कस्तो छ हेर म हाम्रो। अफिसबाट फोर फाल्ने गाडी आइसक्यो। फोर निस्केर यहाँ धुमधुम छ होइन। ट्याक्क जान्छ नभए जाउँथ्यो त। कति दिनको हप्ताको महिनाको फोर गयो पास। सो गाइज म चाहिँ अहिले यत्तिकै यहाँ गीत लेख्दै बसिरहेको थिएँ। एक्लै छु अहिले यहाँ। अनि मिठो सुन्यो यत्तिकै फोनबाट एउटा धुन बजाएको थिएँ अनि त्यहीमा गीत गाइदिएको। दामी सुन्यो लेखिरहेको थिएँ यो गीतको बारेमा। अनि सोचौँला गाइज केही गर्नुपर्छ यो गीतमा पनि। यो चाहिँ हाम्रो अफिस हो होइन। एज ए क्यामेराहरू छ, त्यही हो। यहाँ सब चिज छ क्या। यहाँ पफ पनि छ, यहाँ पफको पनि यहाँ बिजनेस छ। अनि यहाँ कपडाहरूको भयो होइन। यहाँ चाहिँ हाम्रो बेला बेलामा सुट भइरहेको हुन्छ, यत्तिकै नर्मल सानोतिनो। अनि यहाँ चाहिँ मेरो साथीले एडिट गर्छन् होइन। अनि म चाहिँ यहाँ लेख्दै थिएँ यसो यति खाली के बस्नु भनेर होइन। अहिले चाहिँ खाली थिएँ। सो यहाँ छ, यहाँ देख्दै थिएँ। अहिले चाहिँ नदेखाऊँ, सिधै गरौँला एउटा प्रोजेक्ट सोचेछु मैले पनि, हो कि पुरा होस् भनेर चाहिँ। अब कहाँ लाग्दैन लाइम रे? हामी गनको गेमिङ रुममा। गनको गेमिङ रुममा गएर अब हिरो भएर हामी चाहिँ चल्दिन लाइम। त्यही हो चल्नु होइन। हामी सुरुमा स्टेसन गएर खाजा ल त हामी यहाँ गगनको गेमिङ रुममा छिरिसकेको छौँ। विनय भट्टराई र म मात्र छौँ अहिले चाहिँ। हाइज्याक भइसक्यो। गन कहाँ गयो? गन हरायो। गनलाई कल हान्नु पऱ्यो अब। होइन हामी हाइज्याक हानिदिउँ कि रुम नै। सुकुन लगाइदिनु न त नदिनु पऱ्यो। नदिने आतङ्क हुन्छ यहाँ। हिजोको हाम्रो देखाइदेऊ न। हिजोको हाई क्लाउडको नयाँ भिडियो दामी मजा यार। साथीको रुम हाइज्याक भइसक्यो। साथी बल्ल किन यस्तो ढिलो? माथि गेम हान्दै थियौँ हामी। कुन गेम? फिफा। पुरा यस। यहाँ चाहिँ विनय भट्टराईले के GTA 6 खेल्दैछन्। यो कति मजा आयो भनिदेऊ न अघि। हेलो भनिदेऊ त। हेलो कति मजा आयो कार रेसिङ लाग्छ साथी र मेरो होइन। टाइगर र म भर्छु आज ल फेरिको लाग्छ। जोन जित्छौ त्यो मेडल है। त्यो मेडल प्लस लागेछ हामी दुईजना मध्येमा। कार्टुनको नाम के साथी? अलवेज टाइगर। टाइगर सुभाषले जितिहाल्छ। ल ल ठिक छ, ओके छ त। बालेन रिम्याच भइसकेको छ। उहाँ चाहिँ
केपी ओली उहाँ चाहिँ बालेन सर के छ हजुरले केपीलाई जित्नुहुन्छ होला सक्दो प्रयास जारी छ केपी ओली सर के छ हजुरको ल झापामा यहाँ लडाइँ भइरहेको छ झापा पाँचमा केपी ओली चाहिँ अहिले 9मा हुनुहुन्छ भनेपछि बालेन शाह 5मा साथै केपी सरले जित्नुहुन्छ होला कि बालेन राजाले जित्छन् होला झापा 5मा हो फेरि झापा 5मै भएर यसपछि केपी 9मा हो केपी ओली तलको बालेन माथिको ल यो चुनावमा कसले कसको घन्टी बजाउनेले कसको सूर्य खाने हुँदैछ र केपी ओलीको एउटा किडनी फेल भएर फेरि आइसक्नु भएको छ सेकेन्ड ल्याप ल हामी हेर्दै गर्नेछौँ यो गेम रोमाञ्चक गेम च्याम्पियनसिप युग भर्सेस गगन You can see me. चाहिँ बालिन भनेपछि यता के अरे जोन सिना चाहिँ केपी ओली भइसकेको छ कसले जित्छ यो त बक्की पत्ता चलेगा ल बालिनले खिचिरहेका छन् केपी ओली हुत्तेका छन् ल उता WWE Championship रोमन रेन्जलाई समातिसकेका छन् केपीले ना 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 ए ल ल ल खिच्यो लक It's an amazing atmosphere in this arena tonight. Oh, you're right. Big fight. बालेनले फेरि एक खिचिसकेका छन् ल समात गाँच के हाल्यो त ल बालेनले जितिहाल्यो ए रि हेरौँ न मिल्दैन रि हेर्न ब्राजिलले लगिसक्यो ब्राजिलले लस्यो फ्रान्सले उ गरिसकेको छ फ्रान्सको खुट्टामा के होला जस्तो छ अगाडि बढिसक्यो ल फ्रान्स फ्रान्सले हान्यो फ्रान्सले गोल हानेको छ के भन्न चाहन्छौ यसमा एम्बापे घोडे दौड ब्राजिलले 2 खाएको छ फ्रान्सले 2 हानेको छ फेरि ब्राजिलको खुट्टामा बल तर फ्रान्सले बल लिन सफल भइसकेको छ र फ्रान्सले फेरि गोल घुमाएर ब्राजिलको खुट्टामा पुर्याएको छ फ्रान्सले फेरि एक सुट हान्यो ब्राजिलको खुट्टामा फेरि हल्का 2 इन्चीको मिस भएछ हामी चाहिँ माथिदेखि थाकेर अहिले तल यहाँ GTA 5 ल किन गाडी सफा गर्न लागेको रहेछ नि ल ठिक छ त्यो पनि होइन ठिक छ कि नै एकदम ठिक छ कस्तो लाग्यो त अघि एक गोल खाएर कति गोल खायो यिनले मैले कति आयो मैले साथीले मलाई हानेपछि हो केपी सरले हान्नुभयो बालेन शाहलाई ल ठिक छ होइन हाम्रो चाहिँ अब यति भन्दै महेश दलले भन्दै बिदा लिन चाहन्छौँ थ्याङ्क यू फर वाचिङ गाइज भोट घन्टीलाई अनि ल बुद्ध भगवानलाई हेर्दै हामी बिदा लिन चाहन्छौँ बाई गाइज नेक्स्ट भिडियोमा भेटौँला